यो चाहिँ मेरो माइत घरको फुलबारी हो। तपाईहरुलाई के कस्तो लाग्छ कमेन्ट गर्नु होला। यहाँ चाहिँ मेरो छोराले चाहिँ एकदम यहाँ काम गरिदिँदैछ। बाबैको यहाँ एकदम फुलबारीमा चाहिँ फुलमा पानी हालिदिँदैछ बिहान बिहानै उठेर। टमाटरहरू पनि एकदम यहाँ पटमा छ, यहाँ बिट छ। अन्त मलाई फुलको नामहरू चाहिँ थाहा भएन। यो चाहिँ के भन्छ, यो चाहिँ एजेलिया हो। योहरू चाहिँ मलाई थाहा भएन, के फ्लावर हो कता हो मलाई थाहा छैन। यहाँदेखि उकालो त हाम्रो बारीहरू हो। यहाँ चाहिँ एकदम सुन्तलाको बोटहरू छ। सुन्तलाको बोट, धनियाँहरू यसरी पटमा फुलेर केही छैन, खाने मान्छे छैन मेरो घरमा चाहिँ। बारीमा धनियाँ फुलेर केही छैन। यहाँ मौरीको डोर छ। यहाँ चाहिँ एकदम धुप्पी, बाबाले एकदम धुप्पीहरू बनाएर चाहिँ राखेको छ। केरा बारीहरू छ मेरो घरमा चाहिँ, एकदम केराहरू फल्छ। बस्ती हो बस्ती। यो चाहिँ एकदम हाम्रो किचन हो। यो चाहिँ मेरो पप्पी, मेरो कुकुर हो। यो चाहिँ मेरो ठुलो घर हो। यहाँ चाहिँ एकदम मकैहरू हुँदैछ। यो माथि देखेको चाहिँ तौता हो, तर यहाँबाट राम्रो त देख्दैन। यता देखेको चाहिँ रङ्गली हो, यता देखेको चाहिँ गेल हो। यो चाहिँ हाम्रो गाउँ हो। के कसो लाग्छ लाइक सेयर सब्सक्राइब कमेन्ट गर्नु चाहिँ नभुलिदिनु होला। बाई बाई।